हेलो एभ्रिवान। आज चाहिँ शनिबार। आज चाहिँ मेरो स्कुलमा रिजल्ट डिस्ट्रिब्युसन प्रोग्राम थियो। सो म चाहिँ बिहान बिहान उठेर साडी लाएर टक्क रेडी भएँ। त्यसपछि चाहिँ अब म स्कुल जाँदैछु। अनि आज चाहिँ म बिहान छिट्टै उठेर रेडी भएको थिएँ, त्यही भएर म स्कुल पनि छिट्टै पुगेको थिएँ। फाइनली म स्कुल पनि आइपुगेँ। म स्कुल आइपुग्दाखेरि चाहिँ त्यहाँ चाहिँ रिजल्ट डिस्ट्रिब्युसनको लागि टक्क सेटअप्सहरू रेडी हुँदै थियो। फाइनली अब टाइम पनि भयो। त्यसपछि हामी सबैजना मार्कसिटहरू लिएर रिजल्ट डिस्ट्रिब्युट गर्न आफ्नो ठाउँमा बस्यौँ। अनि रिजल्ट डिस्ट्रिब्युसन सकिएपछि चाहिँ हामी खाना खान चाहिँ बाहिर आएको थियौँ। अनि त्यहाँ चाहिँ एकदम बिहानदेखि केही नखाएको भएर हामीलाई एकदम भोक लागिरहेको थियो। अनि टाइम पास गर्ने चाहिँ हामी टिकटक भिडियोजहरू बनाइरहेका थियौँ। अनि बिस्तारै अब फाइनली हाम्रो खाना पनि आइपुग्यो। अनि खाना पनि एकदम मिठो थियो। हामी सबैजना मिलेर खाना खायौँ। खाना खाइसकेपछि चाहिँ अब केही भिडियोजहरू बनाउनु पर्यो भनेको उहाँले चाहिँ मलाई डिस्टर्ब गर्नुभयो। त्यसपछि मैले आफ्नो लागि केही भिडियोजहरू पनि सुट गरेँ। ओके, द्याट्स इट फर टुडे। बाई बाई।